नमस्कार, स्वागत छ यहाँहरू सम्पूर्णलाई। आजको भिडियोमा एउटा गजबको रोचक जानकारी लिएर आएको छु। तर जानकारी पस्किनु अगाडि एउटा बाचा म गर्छु अनि एउटा तपाईँ गर्नुहोस् है। मेरो बाचा चाहिँ रोचक जानकारी पस्किरहने अनि तपाईँको चाहिँ च्यानल सब्स्क्राइब गरी बेल बटन क्लिक गरिदिने। साथीहरू, आजको रोचक जानकारी के रहेछ भन्ने तपाईँलाई लागिरहेको होला। आज हामी चीनको ग्रेट वालतिर लाग्छौं अनि चीनको ग्रेट वाललाई किन दुनियाँकै ठूलो चिहान भनिँदो रहेछ यसको रहस्य खोताल्ने प्रयास गर्छौं। चीनको विशाल पर्खाल अर्थात् द ग्रेट वाल अफ चाइनाको बारेमा प्राय हामी सबैले सुनेकै छौं। तपाईँ कतिजना त ग्रेट वालसम्मै पुगी घुमेर आउनुभएको होला। संसारका हरेक कुनाबाट यो विशाल पर्खाल हेर्नका लागि वर्षेनी लाखौं पर्यटक त्यहाँ पुग्ने गर्दछन्। सुन्दर अनि यो विशाल पर्खाल अन्तरिक्षबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित संरचना पनि हो। त्यसैले पनि ग्रेट वाल अफ चाइना विश्वका 7औं आश्चर्यमध्ये एक हो। यो पर्खाल विश्वको सबैभन्दा लामो पर्खाल हो भन्ने कुरा प्राय सबैलाई थाहा छ। तर तपाईलाई सुन्दा आश्चर्य लाग्ला, यो पर्खाललाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ, जसको कारण अनौठो छ। यद्यपि ग्रेट वाल अफ चाइनाको वास्तविक लम्बाइका विषयमा विभिन्न फरक तथ्यहरू रहेका छन्। तथापि सन् 2009 मा भएको एक सर्वेले उक्त पर्खालको लम्बाइ 8850 किलोमिटर रहेको सार्वजनिक गरेको थियो। तथापि सन् 2012 मा चीनमा गरिएको एक सरकारी सर्वेक्षणले उक्त तथ्याङ्कलाई गलत साबित गर्यो। त्यस क्रममा ग्रेट वालको कुल लम्बाइ 21196 किलोमिटर रहेको नयाँ तथ्य सार्वजनिक भयो। सर्वेक्षणको रिपोर्ट चिनिया सरकारी समाचार पत्र सिन्हामा समेत प्रकाशित भयो। ग्रेट वाल निर्माणको कथा हजारौं वर्ष पुरानो छ। चीनको पहिलो सम्राट सी हुआङले यस पर्खाल निर्माणको कल्पना गरेका थिए, तर उनी सफल भएनन्। उनको मृत्यु भएको 100औं वर्षपछि ग्रेट वालको निर्माण सुरु भयो। ईसापूर्व 5औं शताब्दीमा ग्रेट वालको निर्माण सुरु भएको बताइन्छ। 100औं वर्षसम्म ग्रेट वालको निर्माण चलिरह्यो। चिनिया सम्राटहरूले 16औं शताब्दीसम्म ग्रेट वालको निर्माण जारी राखेका थिए। शत्रुको आक्रमणबाट चीनलाई जोगाउनका लागि उक्त पर्खाल ठड्याएका हुन् चिनिया सम्राटहरूले। सन् 1219 मा मङ्गोल शासक चङ्गिज खानको सेनाले यो पर्खाललाई एक ठाउँमा भत्काएर त्यहीँबाट चीनभित्र प्रवेश गरेर आक्रमण गरेका थिए। चीनमा यो पर्खाललाई वान ली चेङको नामले पनि चिनिन्छ। यो पर्खालको चौडाइ यति छ कि त्यसमा एकसाथ 5 वटा घोडा वा 10 वटा पैदल सैनिक हिँड्न सक्दछन्। युनेस्कोले यो पर्खाललाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। इतिहास अनुसार ग्रेट वाल अफ चाइनाको निर्माणमा करिब 20 लाख मजदुर खटिएका थिए। दर्दनाक तथ्य त के छ भने त्यसमध्ये करिब 10 लाख मजदुरको त यो पर्खाल निर्माणकै क्रममा मृत्यु भएको थियो। त्यसरी मृत्यु भएका मजदुरहरूलाई पर्खाल मुनि नै हालेर त्यसमाथि पर्खाल लगाइएको बताइन्छ। त्यसैले यो पर्खालभित्र लाखौं मजदुरका लास रहेका पनि छन्। सोही कारणले ग्रेट वाल अफ चाइनालाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ। यद्यपि यसमा कतिको सत्यता छ यो चाहिँ रहस्यकै गर्भमा छ।